जोबने र मङ्गलीलाई म आज एउटा प्रश्न सोध्छु, त्यसको उत्तर राम्रोसँग भन्ने है त। हुन्छ सर, हामी भनिहाल्छौँ। ल जोबाने, म तँलाई प्रश्न सोध्दैछु। पहिलो प्रश्न, काल र क्रियामा के फरक छ ल भन् त। काल र क्रियामा सर त्यसपछि सर पहिला काल लिन आउँछ, पछि क्रिया गरिन्छ। तँलाई गदा, तँलाई मैले आजसम्म पढाएको यही बुझिस्? आज मैले यही दिन देख्नु पर्ने थियो होइन? तैँले के बुझिस् आजसम्म पढेर? घर आएर राम्रोसँग पढ्ने। अब मङ्गलीको पालो। मङ्गली, तिमी रेडी भएर बस। हुन्छ सर, मलाई सोध्नुहोस् न, म तयारै छु। एउटा आँखाले 500 मिटर टाढा दूरी देखिन्छ भने दुईटा आँखाले कति मिटर देखिन्छ ल भन त। दुईटा आँखाले सर, दुईटा आँखाले त 1000 मिटर टाढा सर। चुप लाग गदा, आफू चाहिँ कति जाने जस्तो। तिम्रो त नाम मात्रै मङ्गली रहेछ, काम भने केही ढङ्गको रहेनछ। तिमी दुईलाई मैले पढाएको यही हो आजसम्म। पढाए पाठ 16 दुना 8। ल भइगयो, अब धेरै थुत्नु बिगार्नु पर्दैन। तिमीहरूलाई गीत त गाउन आउँछ नि? ल हे जो भने तपाईँलाई गीत गा त, आज सुनौँ। पढाइमा त सकिनस्, यसो कहिले काहीँ मन फ्रेस पनि हुनुपर्छ कि। एउटा गीत गाएर सुना त ल अगाडि आएर। हे अमेरिका आएमा त मथल्लो बाटो हुँदै। म यहाँ गीत गाउँदैछु, तिमी चाहिँ किन हिहि गर्छौ फेरि? अरे लाटा जबाने, मथल्लो बाटो होइन क्या, तल्लो बाटो हुँदै हो, तल्लो बाटो। हेर मङ्गली, मलाई पनि थाहा छ कि यो गीतको बारेमा। अमेरिका आएमा त तल्लो बाटो हुँदै हो, तर त्यो गीत मैले सुने, त्यसो बुझ्दाखेरि तल्लो बाटो अलिक अप्ठ्यारो जस्तो लाग्यो क्या मलाई। त्यही भएर चाहिँ मैले मथल्लो बाटो भनेर गीत गाइदिएँ हो नि त। किन अप्ठ्यारो बाटो गीत गाउनु त? गाउँदा सजिलै गाइदिउँ भनेर हो नि त। यसरी बुझ न तिमी। ल भइगयो, अब मङ्गलीको पालो। एकचोटि उसलाई गीत गाउन दिउँ न, कस्तो गाउँछिन्। पोल्या मकै दर्याम हरियो काँक्रो करम आहाई उइ उइ आहाई आहाई उइ हुइ सेवा हुइ 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 चो हुइ हुइ बाँदरले मकै खाला है फेरि हुइ हुइ। हैन, तिमीले गीत गाएको हो कि बाँदर धपाएको हो? होइन, आजभोलि भाइरल हुने भनेकै गीत यस्तै हुन्। त्यही पनि त्यो गीतमा के मिलाएको छ र? मैले पनि मिलाइदिएकी छु। पोलेको मकै दर्याम हरियो काँक्रो करम त्यसमा त झन् मकै बारी दर्याम रे के भने आज? ल ठिक छ, तिमीहरूको कला पनि राम्रो छ, गला पनि राम्रो छ, पढाइ त पनि धेरै राम्रो छ। अझै उन्नति प्रगति गर्नु। मङ्गली, अब लास्ट एउटा गीत गाएर सुनाऊ त ल। बाई गाउँकी रोटी मै सानामा उठिल्ली कान्छा बाजै जोइ, सानामा उठिल्ली कान्छा बाजै जोइ, सानामा उठिल्ली कान्छा बाजै जोइ। नाच्दे भन्टे नाच्दे कम्मर नि भाग्दे नाच्दे डल्ले नाच्दे हो होइस बास यस्तो हो नि त पारा। अब तैँ एउटा नाच्ने मान्छेको कमी थियो, त्यहाँ भुन्टे पनि आइपुगिछस्। मान्छे हेर्दा पनि कस्तो हो यो डल्लो खालको यार। होइन, तँलाई नाच्न मात्रै आउँछ कि अरू केही गला कला पनि छ हो? सर, मलाई गीत गाउन पनि आउँछ, एउटा सुनाएर गाइदिउँ त हजुरलाई? ल गान त गा, सुन्छु म पनि। हे पानी पर्यो केराका बुङ्गामा, आगो लाग्यो मास्टरका जुङ्गामा। त डल्लो भुर्की यहाँबाट तुरुन्त बाहिर निस्किहाल त। ल सर, म आज तपाईँलाई एउटा प्रश्न सोध्छु है त। हुन्छ, सोध्न जो भने। मेरा बाबले मुझको 100 रुपैयाँ दिए। मैले हिन्दीमा भने, हजुरले यसलाई नेपालीमा भनिदिनुहोस्। इजी क्वेसन, धेरै सजिलो। मेरा बापले मुझको 100 रुपियाँ दिए। नेपालीमा मेरा बाले मलाई 100 रुपियाँ दिए। त्यस्तो होइन नि सर, हिन्दीमा चाहिँ मेरा बापले 100 रुपैयाँ दिए, नेपालीमा मेरा बाले मलाई 160 रुपैयाँ दिए। हजुरले बट्टा लाउन भुल्नुभयो कि क्या? हँसाउँछ मोराले। हा कहिले काहीँ त जुवानले पनि हाँस उठाउँछ। ल आजलाई यति नै है त। सर, मलाई जोबनिया भाइ बुढासेले मार्यो। जिउँदै छस् त मोरा, मारेको भए कसरी यहाँ आइस? त्यस्तो होइन के सर, मलाई त्यसले झापट हान्यो के सर। अब झापट हाने पनि थप्पड हाने पनि अब त्यो कहाँ छ जा, कि त्यसलाई बोलाइले, नत्र अब आइतबार त्यसको व्यवस्था हुन्छ। ल
आज सबैजनालाई बाई बाई। ल राम्रोसँग घर गएर राम्रोसँग पढ्नु लेख्नु है त। बाई सर। हुन्छ बाई बाई सर।